विकास भनेको बिस्तारै कहिल्यै पनि हुँदैन, सम्भव छ। शान्त सो म पनि शान्त सानो बोली। एक्लो हुनु तर गलत कहिल्यै नहुनु। हेलो नमस्ते सबैजनालाई, म सुमन। आज चाहिँ म सोलो ट्रेकिङ जाँदैछु। लु पछि कोही छैन, अघि पनि कोही छैन, म चाहिँ एक्लै। आज बिहान उठेर कहाँ जाउँ भयो, अल्छी लाग्यो र मलाई चाहिँ एउटा हिमालको याद आयो, पहाडको याद आयो। तर त्यो पहाडमा चाहिँ एक्लै चढ्नलाई गइरहेको छु। मेरो चाहिँ एउटा सबैभन्दा नराम्रो बानी चाहिँ के छ भने प्लानिङ बनाउने। इभन म मात्रै होइन क्या, मेरो चाहिँ सबै साथीहरू त्यस्तै क्या। हाम्रो सबभन्दा नराम्रो बानी नै बिना प्लानिङ नै बनाउनु आउँदैन। उठो मनमा के आयो, ल हिँड भन, जराकजुरुक उठो हिँडिहाल्यो। सब साथीहरू त्यस्तै हुन्थ्यो नेपालमा हुँदा। यहाँ त अहिले म एक्लै छु नि त, सो एक्लै हुँदा चाहिँ झन् अलिकति अल्छी पनि लाग्ने हुँदो रहेछ। तर मलाई चाहिँ त्यस्तो लाग्दैन, साथीहरूलाई सम्झिरहेको हुन्थेँ। यहाँ साथीहरू भएको भए झन् इन्जोय हुन्थ्यो। एक्लै हुँदा पनि म चाहिँ सोलो। यहाँ चाहिँ बोकेको छु पानी, चिप्स, हाते झोला। हाम्रो धरानमा चाहिँ यो झोला ब्यान छ, कालो झोला। तर यहाँ चाहिँ छैन है, कोरियामा चाहिँ सब झोला ब्यान हुँदैन। तर जताततै फाल्नु चाहिँ पाएन। फालो भने चाहिँ फेरि मिठो फाइन तिर्नुपर्छ। एनिवे तपाईँहरू चाहिँ प्लान बनाएर हिँड्नुहोस्। हाम्रो चाहिँ बिना प्लान हिँड्ने बानीले गर्दा मेरो सुधार्नुपर्ने बानी चाहिँ त्यही छ, केही प्लानिङ बनाउने बानी गर्नुपर्ने छ। अब त म पुग्नुपर्ने ठाउँ धेरै पनि छैन है, बस 1.5 किलोमिटर पुग्नु छ। 1.5 किलोमिटर त हिउँ गाउँमा त कुदेर पुग्थेँ। अब त अलिक बुढेसकाले छ, हिँडेर पनि पुग्नु गाह्रो हुन्छ अरे। आमामामा खुट्टा दुखेर अहिले थाकिसक्यो भने आमामामा। यहाँको राम्रो बानी चाहिँ के छ भने विकास जति गर्न सके पनि मान्छेको स्वास्थ्यको लागि भनेर अफरोडै हुन्छ। र जब अफरोडमा पनि अप्ठ्यारो बाटोमा चाहिँ यसरी बनाइदिएको हुन्छ, यो चाहिँ भत्किन्छ, यो ढुङ्गा छ, ह्यानतेन छ भनेर यसरी मजाले पुल बनाइदिएको हुन्छ र बारिदिएको हुन्छ। राम्रो ठाउँ त छँदैछ। अन्त यति मात्रै नभएर यो अप्ठ्यारो बाटो हिँड्नेको लागि यो तल छ, राम्रो बाटो हिँड्नेको लागि त्यहाँ। यस्तो हुन्छ। हाम्रो देशमा हो भने एउटै बाटो पनि बनाउनु मुस्किल छ, दुईटाको त कुरै छोडौँ, र अप्ठ्यारो ढुङ्गा बाटो पनि पुल्सुको त कुरै छोडौँ। बिचरा त्यहाँको स्थानीय हामीलाई कम्ती दुःख भएको। आमामामा म चाहिँ यस्तो अफरोडको बाटो त सकेँ, अब जाँदैछु कहाँ त। अब यस्तो राम्रो बाटो आयो, अफरोड हिँड्दा थाकेँ। सो यहाँ चाहिँ यस्तो हुन्छ, कोही ढुङ्गाको पनि बनाइदिन्छ, कोही यसरी काठको हल्का पनि राम्रो। यहाँको चाहिँ राम्रो बानी त्यो हो, यहाँको मान्छेहरू चाहिँ हेल्थको लागि भनेपछि एभ्रिडे र शनिबार आइतबार त झन् एकदम भिड क्या, 2 दिन छुट्टी हुन्छ नि त। यहाँ हेरौँ न पछाडि मान्छेहरू कति धेरै छ। यहाँ तलबाट हिँड्दै आएर त्यहाँ रेस्ट गर्ने ठाउँ, अनि यहाँदेखि सट्टै आएर मासतिर। अहिले यहाँ चाहिँ जाडो महिना लागेको सँगसँगै रुखको पतङ्गर भइरहेछ, हड्डी कराङ मात्रै उब्रिरहेछ। यो सल्लाह चाहिँ नमर्दो रहेछ है, पात नझर्दो रहेछ। यो हरियो देखेको सबै सल्लाह हो, बाँकी अरू रुखको त यस्तो भइरहेछ। म चाहिँ डाँडाको एक स्टेप चाहिँ पुगेँ। यहाँदेखि के देखिन्छ त, ओहो, पुग्नुभन्दा अगाडि चाहिँ यस्तो राम्रो बाटो छ र म चाहिँ एकदम सुस्त गतिमा हिँडेँ, थाकिन्छ भनेर नि त। यो आधा डाँडापछि के देखिन्छ त, ओ यहाँ बनाइदिएको रहेछ, इट्स ऱ्याबिट। वाह, दामी ऱ्याबिट देखिँदो रहेछ। अब यसको मुनि चाहिँ यहाँ पछि चाहिँ के देखिन्छ त, यहाँ एकदम भिड छ। यो चाहिँ म बस्ने ठाउँको वरिपरि चाहिँ डाँडाले घेरेको छ।
र एउटा डाँडाको टुप्पामा यो छ र यो डाँडापछि चाहिँ देखिने चिज चाहिँ टान यो चाहिँ मै काम गर्ने ठाउँ है म काम गर्ने एरियाहरू यस्तो छ तर यसमा मेरो काम गर्ने ठाउँ कहाँ भनेर चाहिँ मलाई पनि थाहा छैन फेरि यहाँ मान्छेहरू सब आउँछन् यसरी नै हेर्नलाई घुम्नलाई म यो साइडमा होला मेरो यो चाहिँ कोरियाको थिएको सिटी बबाल देखियो एक त थाकेको छुइनँ किनभने म बिस्तारै हिँडेर आएको हो तर यहाँदेखि माथि अझै जाँदैछु म डाँडाको पनि जङ्गल बिचमा यसरी बनाइदिएको हुन्छ बस्ने ठाउँ अनि यो रातोमा चाहिँ आगो निभाउने यो सुहागीहरू फायर ब्रिगेडहरू राखिदिइरहेछ कतै आगो लागिहाल्यो भने के भनेर होला यहाँ टावर छ यति मात्रै नभएर चाहिँ यहाँ तल चाहिँ फेरि जङ्गलको बिचमा के छ त यो चाहिँ एउटा गुम्बा रहेछ फर्किने बाटोमा हो भरे म त्यही बाटो हुँदै फर्किन्छु सो तपाईँहरूलाई पनि देखाउँछु त्यो कस्तो छ भनेर होइन ओएमजी यो डाँडाको टुप्पामा पनि यति राम्रो ठाउँ छ यस्तो डाँडाको टुप्पामा के छ त भने मान्छे हिँड्नलाई बाटो बनाएको छ यति राम्रो सिसिटिभी पनि छ अमेजिङ प्लेस हाम्रो देशमा यस्तो विकास हुन्छ सम्भव छ तर छिटो हुन्छ योपालि चान्स हुँदैछ त छान्ने राम्रो ओभर प्लेस त बवाल देखेछ मैले चाहिँ ओभर इन्जोय लिएँ तपाईँहरू चाहिँ हेरेर इन्जोय लिनु होला अलिअलि किनभने धेरै इन्जोय लिनुलाई चाहिँ यहाँ आउनुपर्ने हुन्छ हरेक ठाउँको विकासहरू हेर्नलाई त्यो ठाउँको अवलोकन गर्नै पनि हुन्छ तब मात्रै त्यहाँको विकास कस्तो हो के हो भन्ने कुराहरू देख्न पाइन्छ सो गाइस कुरा यही हो विकास भनेको बिस्तारै कहिल्यै पनि हुँदैन विकास भनेको बिस्तारै कहिल्यै पनि हुँदैन म पुग्नुपर्ने डाँडा चाहिँ आइपुग्यो ओभर मेहनत लगाएर आइपुग्यो तर डाम्ना डाम्नीहरू सबैजना यहीँ रहेछन् धेरैजना पो रहेछन् त हेर बल्ल डाँडा चढेको जस्तै लङ हालेको माको हरामी रहेछ यहाँबाट देखिने चाहिँ फेरि वरिपरि सबै देखिँदो रहेछ यो डाँडाको नाम चाहिँ अप्सन अरे अप्सन चारतिरबाट आउने बाटो छ डाँडा हाम्रोतिर भयो ऊ तलको पोखरी भनिन्थ्यो होला तर यहाँ पोखरी होइन क्या अरे यो वरिपरि चाहिँ सबै डाँडा डाँडा छ न म आउनु खोजेको डाँडा चाहिँ आइपुगेँ यस्तो जङ्गल सङ्गलमा पनि पुरा हेर्नु न सिसी क्यामेराहरू छ विकास क्या विकास विकास जङ्गलभरि विकास गरिरहेको छ यिनीहरूले हाम्रोमा कहिले हुन्छ यस्तो सम्भव छ नहुने होइन विकास भन्ने कुरा चाँडो हुँदैन तर सम्भव चाहिँ हुने हो तर हाम्रोमा अझै पनि बाँकी छ एनिवे कुरा यो साथी हो तपाईँहरूले हेरेर कति रमाइलो गर्नुभयो म चाहिँ हाइकिङ आएर रमाइलो गरेँ तपाईँले हेर्दै गर्नु होला आफ्नो स्वास्थ्यको लागि बेला बेला जगिङ गर्नु होला नत्र म जस्तै हाइकिङ हिँड्नु होला भन्दै म अब मेरो टुङ्गो यहीँ हो म फर्किँदा भएर तल गुम्बामा अलिअलि देखाउँछु त्यति नै हो सो गाइज फेरि हामी भेट्नेछौँ नेक्स्ट चोटि एनिवे म घुम्ने ठाउँ चाहिँ लेखेको यो अप्सन हो कोरियन भाषामा यहाँबाट देखिने सबै ठाउँ हो हल्का धुम्म नै छ क्लियर त्यति नदेखे पनि मान्छेहरू चाहिँ एकदम धेरै आउँछन् यहाँको मान्छेहरू डाँडापाखा भनेपछि कुदिया गर्छन् बौलाहरू यतापट्टि सबै डाँडा छ नि त सो यतापट्टि चाहिँ सबै सिटी छ है हेरौँ नि त भित्र के छ दामी छ यहाँभित्र चाहिँ यस्तो डाँडाको भित्र अझ गाडी पनि छ गाडीहरू नै आउँछ यहाँ पार्किङ छ
यो चाहिँ विशेष ठुलो घन्टी चाहिँ यहाँ रहेछ। मलाई चाहिँ यो गुम्बाको विशेष राम्रो लाग्ने चाहिँ एकदम शान्त। सो म पनि शान्तसँग सानो बोलिरहेको छु। यहाँ चाहिँ मलाई सबैभन्दा मनपर्ने चाहिँ एकदम शान्त भाइब्स दिन्छ होइन। र यो जुन आर्ट्सहरू हुन्छ नि, यो देखेको यो आर्ट्सहरू, यो जुन आर्ट्सले बेग्लै भाइब्स दिन्छ जस्तो लाग्छ मलाई चाहिँ नि। यहाँ लेखेको अनेक आर्ट्सहरूको अब पक्कै पनि अर्थ त हरेक लाग्ला, जुन चाहिँ मलाई थाहा छैन होइन। तर मलाई चाहिँ असाध्यै मनपर्छ यो गुम्बाभित्रको यो भाइब्सहरू पनि। ओहो, यो आवाज बजिरहेछ नि, सुनिरहनु भएको छ नि जो जुन भाइब्स बेग्लै दिन्छ। र यो चाहिँ के हो भनेर थाहा छ कि छैन तपाईँहरूलाई? विशेष गरी यहाँ चाहिँ कोरियामा चाहिँ किम्ची बनाउनलाई, विशेष अचारहरू बनाउनलाई युज गर्ने चिजहरू हो। पुरानो चिजहरू हो यिनीहरू चाहिँ होइन। एनिवे अब म चाहिँ लास्ट सक्यो। तपाईँहरूलाई अघि मैले भनेको थिएँ गुम्बा देखाउँछु भनेर। सो मैले यहाँसम्म मात्रै मैले ब्लग गरेको भिडियो बनाएको हो। यहाँदेखि म घर फर्किँदैछु। सो तपाईँहरूलाई इन्जोय गर्नुभयो होला हेरेर। तर मैले चाहिँ असाध्यै धेरै इन्जोय गरेँ। धेरै इन्जोय गर्नु छ भने तपाईँहरू पनि यसरी घुम्नुपर्ने हुन्छ। सो धन्यवाद।